सम्पूर्णमा नमस्कार। स्वागत छ यहाँहरूलाई यस भिडियोमा। यहाँहरू सन्चै हुनुहुन्छ? आई होप यहाँहरू सन्चै हुनुहुन्छ होला। आज हामी नेपाली व्याकरण अन्तर्गत भन्ने विशेषण भन्ने शीर्षकको बारेमा विशेषण भन्ने टपिकको बारेमा अध्ययन गर्नेछौँ। अघिल्लो भिडियो मैले यहाँहरूलाई विशेषणको सामान्य परिचय र केही विशेषण शब्दहरूको बारेमा अध्ययन गराइसकेको छु हैन। आज भने हामी भेदक विशेषणको बारेमा अध्ययन गर्नेछौँ। के हो यो भेदक विशेषण र कस्ता शब्दले भेदक विशेषण भनिन्छ हैन, त्यसको बारेमा बुझ्नेछौँ। ल अब कस्ता शब्दले भेदक विशेषण भनिन्छ? षष्ठी विभक्ति लागेका। कुन विभक्ति लागेका? षष्ठी विभक्ति लागेका हैन। षष्ठी विभक्ति चिन्ह को, काकी, रो, रारी, नो, नानी लागेका नामिक पदले पदावलीगत र वाक्यात्मक प्रयोगमा विशेषणको काम गर्छन्। जस्तै यहाँ षष्ठी विभक्ति लागेका पद रामको को लाग्यो, रामका का लाग्यो, रामकी की लाग्यो, मेरो रो लाग्यो, मेरा रा लागेछ, यसमा मेरी री लागेछ, आफ्नो नो लाग्यो, आफ्ना ना लाग्यो, आफ्नी नि लाग्यो। हेर्नुहोस्, यो को, काकी, रो, रारी, नो, नानी लाग्यो कि लागेन? क्या लागेछ हैन। अनि यसले चाहिँ वाक्यमा प्रयोग गरेर यी शब्दहरू बीच सम्बन्ध पनि देखाएको छ। जस्तै हेर्नुहोस्, रामको भाइ बलियो छ। कस्तो छ रामको भाइ? बलियो छ। यहाँ भाइको रामको भाइको सम्बन्ध देखाएछ। रामका भाइहरू धनी छन्। रामका भाइहरू कस्तो छन्? धनी छन्। राम र भाइहरूको सम्बन्ध देखाएछ। अनि भाइहरूको विशेषता पनि बताएछ हैन। रामकी बहिनी असल छे, मेरो साथी आयो, मेरा साथीहरू आए, मेरी बहिनी आई, आफ्नो मान्छेलाई माया गर्नुपर्छ, आफ्ना मान्छेहरूलाई सहयोग गर्नुपर्छ, आफ्नी आमालाई माया गर्नुपर्छ हैन। अब फेरि मैले यहाँ सजिलो भाषामा तपाईहरुले लेखाइदिएछु हैन। सुन्नुहोस्, हेर्नुहोस्, कुनै पनि नाम वा सर्वनामको पछाडि को, काकी, रो, रारी, नो, नानी जस्ता षष्ठी विभक्ति चिन्ह लागेका शब्दहरू विशेषण शब्द हुन्। यदि कुनै पनि नाम वा सर्वनामको पछाडि को, काकी, रो, रारी, नो, नानी जस्ता षष्ठी विभक्ति चिन्ह लागेका छन् भने ती शब्दहरू विशेषण शब्द हुन्छन् है त। जस्तै मेरो, मेरा, मेरी, उसका, उसकी, उसको, आफ्नो, आफ्नी, आफ्ना, तेरा, तेरी, तेरो, हाम्रो, हाम्री, हाम्रा, तिम्रो, तिम्री, तिम्रा जस्ता शब्दहरू कस्ता शब्द हुन्? विशेषण शब्द हुन्। हेर्नुहोस्, यी सबै शब्दहरूमा नि यी सबै